सामान आएको दिन त नि साथीहरू यति रमाइलो हुन्छ, यति खुसी लाग्छ कि। अनि यो सामानलाई हामीले कति वेट गरिराखेको थियौँ, अस्तिबाट 4-5 दिन अगाडिबाट नै सामान आउनुपर्ने ढिला गरेर, अनि आज चाहिँ आयो सामानहरू है। यस्तो राम्रो राम्रो छ सामानहरू है। अब आफ्नो त कसरी बढाइ गर्नु, तर पनि साँच्चीकै बढाइ गर्ने जस्तो नै छ कि। यस्तो राम्रो राम्रो डिजाइनको हामीले सामानहरू चुज गरेर लिएर आएको छौँ नि साथीहरू। हजुरहरू जो पनि काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ रिक्वेस्ट गर्छु कि आउनु होला, एकचोटि आफ्नो आँखाले हेर्नु होला। सामानहरू सबै मुम्बई डिजाइनको छ है। यो पालि शुभ लाभ, शुभ दीपावली, लक्ष्मी माताको पाइलाहरू सबै हामीले मुम्बई डिजाइनको लिएर आएको छौँ, जुन सायद अहिलेसम्म छैन होला जस्तो लाग्छ है, हुन पनि सक्छ, तर हामीलाई चाहिँ त्यस्तो लागेको छ। यो ऊँटको त झन् यस्तो राम्रो छ, बन्धन बारहरू त झन् यति राम्रो छ साथीहरू। कसरी म बिहान गरौँ, यो त एउटा स्याम्पल हजुरलाई देखाएँ होइन। हामीसँग यति धेरै बन्धन बारहरू छ, राम्रो क्वालिटीको पनि, एकदमै राम्रो होइन। हरेक चिज हामी आफैले चुज गरेको भएर होला। श्रीनाथजीको है यो लटकन हो, आफैले चुज गरेको भएर होला। त्यो जस्तो पाए त्यस्तै कलरहरू भयो, क्वालिटीहरू भयो, पहिल्यैदेखि मन नपर्ने, बरु आफू जस्तो पाए पनि लगाउँ तर भगवान्लाई चाहिँ नो कम्प्रोमाइज भन्ने खालको दिजुको पनि त्यही चोइस, मेरो पनि त्यही चोइस भएर होला। आज राधा रमन मन्जिलले यहाँसम्म हामी दुईजना साथ लिँदै आइराखेको छौँ र कस्टमर पनि आउनु भएको थियो हाम्रो यो भद्रकोल देखेर, भोलि आउँछु भन्नुभयो। यस्तो राम्रो राम्रो पोसाक छ, बुटिक आइटम, हामी कहाँ चाहिँ धेरै जस्तो बुटिक आइटम नै हुन्छ है साथीहरू। आउनु होला है। यो मैले एकदम हजुरलाई खोल्ने बित्तिकै देखाएको छु, तर स्टोरै भिजिट गर्नु होला इफ काठमाडौँ भित्र हुनुहुन्छ भने।